ल अब यहाँ हेरौँ है हाम्रो प्रचण्डजी र केपीजीको कस्तो हुन्छ संवाद। यो संवादलाई हेरेर तपाईँहरूको प्रतिक्रिया दिनुहोस् है। लहेर होइन 2-4 दिन के यसो नभेटेको तपाईँको यो लहेर 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 नयाँ थप्नु भएछ। मलाई मन पर्यो है तपाईँको। अच्छा राम्रो छ राम्रो। मलाई साँच्चीकै मन खोलेर भन्नु पर्दाखेरि चाहिँ मलाई चाहिँ तपाईँकै याद आइरहेको थियो। तर मलाई चाहिँ यो याद नआइदिए पनि हुन्थ्यो भनेर एक मनले चाहिँ भनिरहेछ बिल्कुलै। तर त्यो मनले चाहिँ तपाईँको याद नआए हुन्थ्यो भनिरहेछ, अर्को मनले चाहिँ आइरहेछ। ल के भएको हेर्नुहोस् त, लहेर 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 लहेर। होइन मिस तपाईँले पनि गरेर आएको छु। तपाईँले मिस गरिरहनु भएको छ, मैले त हेड मिस गरिरहेको छु। अब यो सम्झिने मन छ, म बिर्सु कसरी? तिमी नै भनिदेऊ या जाने निठुरी भनिया जस्तो। औलातिरै हुन् तिमीले छुनेका, परेलीतिरै हुन् तिमीले पुछेका। अच्छा, तर मलाई एउटा कुरो के भन्नु मन लाग्यो भने धेरै समयपछि यो पाको आवाज सुनेपछि मनमा चाहिँ आनन्द आएको जस्तो फिलिङ्स चाहिँ भएको छ है। मलाई इमान्दार भएर भन्ने मान्छे, म त भावनामा बगिहाल्छु फेरि। होइन आश्चर्य लाग्छ, मलाई अचम्म लाग्छ। तपाईँको यो मान्छेलाई खुसी पार्ने जुन कला छ त्यो चाहिँ अद्भुत छ, अद्वितीय छ। म त तपाईँको यो मान्छे खुसी पार्ने अदा देखेर आश्चर्यचकित हुन्छु। अनि के छ साथी, मोन्टेसरी गइराख्या छ त के हुँदैछ? ल्याएर होइन, तपाईँको चाहिँ यो मान्छेलाई चाहिँ घोचेर भन्ने तपाईँको यो शब्द चाहिँ कहिले तपाईँको बिहानी जाने भएन है। हेत्तेरिका। तर यो घोच्ने गरी भने पनि कता कता चाहिँ सत्य नै फिल भएको छ मलाई पनि। त्यहाँ जाँदाखेरि चाहिँ यसो केटाकेटीहरूसँग बसेर मलाई त कता कता के हो भन्दाखेरि लुकामारी खेल्या हो कि रुमाल भेट्टाइ खेल्या हो कि अब त्यहाँ चाहिँ त्यो सुरु पो हुने हो कि ल कोही पनि आएर यसो आएर ल बागचाल हानिदिउँ न भन्छ कि लुडो हानिदिउँ न साँपसिँडी हानिदिउँ न पो भन्छ कि जस्तो लाग्छ। म साँच्चीकै भन्नुपर्दा मन खोलेर भनिदिन्छु, भावनामा बगिहाल्ने मान्छे हो म त सोझो। हेर्नुहोस्, मैले चाहिँ तपाईँलाई मिस चाहिँ गरेको छु है, मैले भनिदिएँ ल। होइन मिस त मैले पनि गरेर आएको छु। सबैजना फ्याटो हारिरहेको बेलामा तपाईँलाई चाहिँ जान्डी पटेर जित्नु पर्ने खुच्चिक नटी बोय। आई डोन्ट लाइक दिस। मलाई चाहिँ